तपाईहरु पनि ब्याकग्राउन्ड चेन्ज गर्न चाहनुहुन्छ भने यो एप्सको प्रयोग गर्दा एकदमै राम्रो है ब्याकग्राउन्ड आउँछ यस्तो है। तपाईहरुले पनि काइकट यो एप्सलाई प्रयोग गरेर नयाँ नयाँ ब्याकग्राउन्डहरू चेन्ज गर्न सक्नुहुन्छ। तपाईलाई मैले एकैछिन मोबाइलको स्क्रिनतिर लगेँ। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। साथीहरु ब्याकग्राउन्डको लागि यो क्वाइकट एप चाहिँ एकदम बेस्ट एप हो है। सबैभन्दा पहिला तपाईहरुले प्ले स्टोरमा जानुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर यो प्ले स्टोर छ। प्ले स्टोरमा थिच्नुपर्ने हुन्छ। प्ले स्टोरमा थिचिसके भन्दा पछाडि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँ सर्च बक्स छ। सर्च बक्समा जानुस्। सर्च बक्समा गरिसकेपछि माथि सर्चिङ एप्समा जानुस्। यहाँनिर क्वाइकटमा है क्वाइकट भनेर आउँछ। यहाँनिर यो हेर्नुस्। मैले अलरेडी चाहिँ यसलाई इन्स्टल गरेको छु। यस्तो एप आउँछ है क्वाइकट भनेर। तपाईहरुले चाहिँ यसमा क्वाइकटमा जानुपर्ने हुन्छ। ओपन गर्नुपर्ने हुन्छ। मैले चाहिँ सिधै ओपन गरेँ है साथीहरु। यसलाई ओपन गरेँ। ओपन गरिसकेपछि तपाईको यहाँनिर यस्तो अप्सन आउँछ न्यू एडिटिङ भनेर यहाँनिर है। यहाँनिर थिच्नुस्। न्यू एडिटिङमा थिच्नुस्। न्यू एडिटिङमा थिचिसके भन्दा पछाडि तपाईले एउटा भिडियो लानुस् है। एउटा कोही पनि एउटा भिडियो लानु होला। भिडियो लानु भयो भने यसरी तपाई चाहिँ डन गर्नु होला भिडियोलाई है। भिडियो लगिसकेपछि तपाईले यसको ब्याकग्राउन्ड कसरी चेन्ज गर्ने त, यसलाई राम्रो कसरी बनाउने, अझै फिल्टर कसरी बनाउने तपाई यता जानुस् है। पर जानुस्, यता जानुस्। म पनि नयाँ नयाँ भएकोले तपाईले यहाँनिर फिल्टर छ। फिल्टर हेर्न सक्नुहुन्छ है। यसलाई टक्क यो फिल्टर लगाइदिन्छु है मैले। हेर्नुस् अहिले कति राम्रो देखियो। देख्नुभयो नि। यसरी यसलाई टिक लाउनुस् र यसको ब्याकग्राउन्ड आवाज है। तपाईले ब्याकग्राउन्ड आवाजलाई चाहिँ तपाईले डिनोइज गर्नुपर्ने हुन्छ। तपाईले यता जानुस्। यता गएपछि यहाँनिर हेर्न सक्नुहुन्छ है। तपाईलाई मैले प्रोपरली तरिकाले सिकाउने छु डिनोइज। यसमा थिच्नु होला। यसमा थिच्नु भयो भने यसलाई अन गरिदिनुस्। यसलाई अन गरिदिनु भयो भने तपाईको ब्याकग्राउन्डमा जति पनि आवाज आउँछ त्यो चाहिँ अफ हुनेछ है त साथीहरु। यसलाई अफ गरिदिनु होला। अफ गरिदिसकेपछि तपाईले चाहिँ ब्याकग्राउन्ड फिल्टर चेन्ज गर्न सक्नुहुन्छ है। ब्याकग्राउन्ड चेन्ज गर्नको लागि तपाईले यता जानुस्। यो ब्याक जानुस्। यता गएर तपाईले यो यहाँनिर गइसके भन्दा पछाडि ल है म यतातिर जाँदै छु। यहाँनिर हेर्न सक्नुहुन्छ। स्मार्ट कटमा यो देख्न सक्नुहुन्छ। यतातिर स्मार्ट कट छ। स्मार्ट कटमा जानुस्। स्मार्ट कटमा गइसके भन्दा पछि तपाईहरुले यो हेर्नुस्। ब्याकग्राउन्ड सबै कुराहरु चेन्ज भयो। तपाईहरुले हेर्न सक्नुहुन्छ। तपाईको यो मेन बडी हेर्नुस्। यहाँनिर मेन बडी छ। अहिले पुरै ब्याकग्राउन्ड ब्ल्याक कलरको भयो। यहाँ पोर्ट्रेटमा जानु होला यतातिर। तपाईहरुको क्लियर पछाडिको ब्याकग्राउन्ड अलिकति यसलाई टिक लाउनु होला। एकलाई टिक लाइसकेपछि तपाई ब्याकग्राउन्ड जानु होला है। तपाईको ब्याकग्राउन्डमा और प्याटर्न भन्ने छ। तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। प्याटर्न भन्ने छ। प्याटर्नमा थिच्नुस्। प्याटर्नमा थिचेपछि तपाईले एकदम बब्बाल यहाँनिर ब्याकग्राउन्ड आउँछ। तपाई कस्तो ब्याकग्राउन्ड राख्न चाहनुहुन्छ त्यस्तै आउँछ। हेर्न सक्नुहुन्छ। यहाँनिर यो ब्याकग्राउन्ड एकदम राम्रो आयो है। यसरी यहाँनिर सर्काएर पनि तपाईले उ गर्न सक्नुहुन्छ। अगाडि पछाडि राख्न सक्नुहुन्छ। यो ब्याकग्राउन्ड तपाई कस्तो राख्न सक्नुहुन्छ जस्तो राख्नुहुन्छ त्यस्तै तपाईको यता हरेक किसिमको ब्याकग्राउन्ड तपाई राख्न सक्नुहुन्छ है। यहाँनिर हेर्नुस्। धेरै राम्रो राम्रो ब्याकग्राउन्डहरु छ है यतातिर। तपाईले नेचुरल यो हेर्नुस्। एकदम राम्रो ब्याकग्राउन्ड भएकोले